कसरी सुतिरहेको छ योहरू चाहिँ टिल भएर। यो माउ चाहिँ फेरि यस्तो बाठी छ हौ, यतातिर चाहिँ हग्दैन, उता साइडमा हग्छ। के म चारो लिन जान आँटेको तिमीहरूलाई, चारो काटेर ल्याउँछु ल। बस धान खाएर मजाले बसेको छ, चारो काटेर ल्याउँछु म चारो। बस्दै गर तिमीहरू। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ दिन नयाँ ब्लगमा। सो अहिले चाहिँ म सुँगुरको चारो काट्नु जाँदैछु साथीहरू। त घाम टल्केको छ आज, अन्त सुँगुरलाई चाहिँ चारो सबै पकाइदिनुपर्छ हो। अनि म चाहिँ यहाँ कच्छु बारीमा आएको छु। तपाईँहरूले के भन्छ? माने काट्नु आउँछ माने। सो अब चाहिँ यो बिक्री गर्ने बेला, बेच्ने बेला भयो कच्छु चाहिँ। अनि यसको यो के भन्छ डन्ठाहरू चाहिँ सबै ओइलिएर जानु थालेको छ। अनि त्यो काटेर लाने भनेर चाहिँ आएको है साथीहरू। यही कचिएर रस्सी पुगेर पैसा धर्ने बेला भयो साथीहरू। हाम्रो चाहिँ योहरू बिक्री गरेर चाहिँ पैसा पाउने बेला भयो। यो के साह्रो गरम लाग्यो आज मलाई। म चाहिँ यस्तो काटेर लान्छु। यहाँ पनि छ, अन्त ऊ पल्तिर पनि छ, टन्नै छ। आज त सुँगुरलाई चाहिँ अब अलिक दिनपछि चाहिँ फेरि पाउनै साह्रो हुन्छ हौ। चारो म चाहिँ के गरेर दिनु होला जस्तो लाग्छ। सुँगुर माउ चाहिँ रमाउनु पर्यो साथीहरू। म चाहिँ सुँगुरलाई यस्तैहरू दिन्छु साथीहरू। अब चाहिँ के दिनु र, दिन्छु भुस दिन्छु, ढुट्टो दिन्छु, के अब अलिक दिनपछि लडेको साग निस्किन्छ हो। अन्त सुँगुरलाई चाहिँ घाँसी हुन्छ नभएका पछिसम्म पछिनु पनि आँटेको छैन। आँट्दै पछिएको छ। अस्तिबाट मैले त ख्यालै नगरे पनि यो बारीमा नपसेको, उता काटेर लाने खालि। अहिले पो हेर्छु त म त, आमामा सबै अहिले आएर गएछु त। अन्त यही लानु पर्यो भनेर अहिले चाहिँ चारो काटिसकेँ साथीहरू सुँगुरको। अन्त बसाल्नु पर्ने छ हो। अनि यति काट्नु पर्ने छ, यति हातको गति हेर्नु यस्तो हुन्छ। अन्त यति काटिसक्यो मैले चाहिँ अझै बसाइदिनु पर्यो। अन्त नुनको प्याकेटहरू खोलिरहेको छु, तिनजना यस्तो गर्मी लागिरहेछ मलाई त। यहाँ चाहिँ मेरो चिलाउने गाउँ निस्केर मैले चुना दलिदिएको कि मलाई एउटा काकीले भन्नुभएको थियो यस्तो लगाए राम्रो हुन्छ भनेर। सो यहाँ दलिदिएको। टुटाको दुखिरहेछ मेरो फेरि। चारो काट्दा हालत खराब। सुँगुरलाई चारै पुग्नु सक्दैन, गाह्रो छ हौ सुँगुरहरू बढेर।
गर्दै गर्नुहोला। मैला ल है साथीहरू, मेरो भिडियो यति नै हो।